7.5 करोडको लागतमा कन्काईको लक्ष्मी मार्ग कालोपत्रे हुँदै झापाको कन्काई नगरपालिका स्थित लक्ष्मी मार्गको करिब 5 किलोमिटर सडक खण्डको कालोपत्रे काम सुरु भएको छ। स्थानीय प्रदेश र संघीय सरकारको लगानीमा कन्काई 4 र 5 नम्बर वडा हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मी मार्गको कालोपत्रे गर्ने काम वैशाख 7 गतेदेखि सुरु भएको हो। कुल 11 किलोमिटर लामो लक्ष्मी मार्गको 6 किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी 5 किलोमिटर सडकको निर्माण कार्य यही वैशाखभित्र सम्पन्न हुने गरी काम भइरहेको कन्काई 4 का वडा अध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभएको छ। हाम्रो कन्काईको वार्ड नम्बर 4 को एकमात्र पूर्व पश्चिम लोकमार्ग हुँदै बोर्डरसम्म जोडिने लक्ष्मी मार्ग हामीले लामो समयदेखि यो कालोपत्रे गर्ने अभियानमा थियौँ। यसै आर्थिक वर्षमा चाहिँ हामीलाई संघीय सरकारबाट, प्रदेश सरकारबाट र स्थानीय सरकार गरी हामीलाई 3टा निकायबाट 7.5 करोड भन्दा बढी पैसा हामीले लक्ष्मी मार्गलाई ल्याउन सफल भयौँ र रको 5 किलोमिटर बाटो चाहिँ यसै वर्ष समापन गर्ने गरी हामी अगाडि बढेका छौँ र हाम्रो काम पनि धमाधम भइरहेको छ र यही वैशाख मसान्तभित्रमा काम सकिनेमा पनि म सबै स्थानीय उपभोक्ताहरूलाई ढुक्क हुन पनि हार्दिक अनुरोध गर्दछु। कन्काई नगरपालिकाको एकल 65 लाख रुपियाँको लागतमा 700 मिटर, प्रदेश सरकार र स्थानीय तहको साझेदारी अर्थात् कन्काई नगरको 45 लाख, त्यसैगरी कोशी प्रदेश सरकारको 1 करोड 20 लाख रुपियाँको लागतमा 1300 मिटर र संघीय सरकारको 5 करोड 20 लाख रुपियाँको लागतमा 3200 मिटर सडक निर्माण भइरहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो। स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टा-छुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडक खण्डमा विभिन्न 5 वटा निर्माण कम्पनीले काम गरिरहेको वडा सदस्य मोहन सङ्ग्रौलाले जानकारी दिनुभएको छ। सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने उहाँको भनाइ छ। सडक कालोपत्रे नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पुर्याउन समस्या थियो। हिउँदमा धुलाम्बे र बर्खाका बेला हिलाम्बे हुने यो सडक बनेपछि कन्काई र झापा गाउँपालिकाका हजारौं स्थानीयवासी लाभान्वित हुने वडा नम्बर 4 का वडा अध्यक्ष सुवेदीको भनाइ छ। पूर्व पश्चिम राजमार्गसँग जोडिने यो सडक हाम्रो कन्काई 4 को एकमात्र सडक हो, वडा अध्यक्ष सुवेदी भन्नुहुन्छ। झापा गाउँपालिका हुँदै भारतीय सीमासम्म यो सडकले जोड्छ। थोरै बजेटबाट केही सडक खण्ड यसअघि नै कालोपत्रे गरिएको बताउँदै उहाँले प्रदेश र संघीय सरकारले यो वर्ष बजेट उपलब्ध गराएकाले सडक कालोपत्रे सम्पन्न गर्न सफलता मिल्न लागेको बताउनुभयो। वर्षा सुरु हुनु पूर्व नै वैशाख मसान्तभित्रै सडक कालोपत्रे सम्पन्न हुने विश्वास रहेको अध्यक्ष सुवेदीले बताउनु भएको छ।